दर्शकबिन, काठमाडौँका मेयर बालेन शाहले सोमबार फेसबुकमा एउटा स्टाटस लेखे। उक्त स्टाटसको आशय थियो करप्ट सिस्टमको साक्षी बन्न गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा उपस्थित भइन। उक्त स्टाटस सार्वजनिक भएपछि धेरैले बालेनकै प्रशंसा गरेका छन्। कतिपयले भने बालेनका कारण काठमाडौँ महानगरकै बेइज्जत भएको तर्क गरेका छन्। उनीहरूले भनिरहेका छन् त्यही करप्ट सिस्टमबाट मेयर हुन हुने। औषध सेवा सुविधा मात्रै होइन, बेग्लै लिफ्ट र जिमखानाको समेत सुविधा लिन हुने। 1 वर्षमा आधा अर्बभन्दा बढी बेरुजु बनाउन हुने। 6 महिनासम्म एउटा पनि कार्यपालिका बैठक नराख्न हुने। वडा अध्यक्ष र कर्मचारीसँग मिलेर काम गर्नुको साटो काम गर्नै दिएन भनेर पन्छन हुने। शहरी विकास मन्त्रालय र सडक विभागले गरेका काम पनि आफूले गरेको भनेर प्रचार गर्न हुने। विकास निर्माण सम्बन्धी एउटै पनि काम गर्नु नपर्ने। फेसबुकमा सरापेकै भरमा जय जयकार पाइने तर गणतन्त्र दिवस मूल समारोह समितिले आयोजना गरेको बैठकमा जान नहुने। यो कस्तो ब्रान्डको सुशासन हो? खासमा बालेनले काठमाडौँ महानगरकै बेइज्जत गरिरहेका छन्, किनकि हिजोको त्यो बैठकमा उनलाई बोलाइएको होइन, काठमाडौँ महानगरको मेयरलाई बोलाइएको हो। त्यसैले एडिक एन्ड एलिट बालेनले काठमाडौँकै बेइज्जत गरिरहेका छन्।